प्राकृतिक सौन्दर्यताको न कुनै मोल छ, त्यसैले त प्राकृतिक सौन्दर्यता निकै अनमोल छ। नमस्कार दर्शकबिन, म बोल्दैछु कौशल श्रेष्ठ अनि यहाँहरू सम्पूर्णलाई कौशल श्रेष्ठ च्यानलमा हार्दिक स्वागत गर्दछु। दर्शकबिन, आज म हजुरहरूलाई एक सुन्दर परिवेशमा रहेको पर्यटकीय स्थल बारापोखरी तालको बारेमा भिडियो सामग्री लिएर उपस्थित भएको छु। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरी मसँग जोडिनुहुन्छ भन्ने विश्वास गर्दछु अनि हजुरहरूप्रति विनम्र अनुरोध गर्दछु। र आज म विशेष गरी यस तालको बारेमा भन्न गइरहेको छु कि बारापोखरी ताल खोटाङ जिल्लामा अवस्थित छ। खोटाङ जिल्लाको दक्षिणी भेगमा रहेको यस तालमा वरिपरि पहाडै पहाड रहेको छ र ती पहाडहरूमा सल्लाहका बोटहरू, विभिन्न जडीबुटीहरू र विभिन्न पशुपक्षीहरू रहेको छ भने केही घरहरू र बस्तीहरू रहेको छ। दर्शकबिन, यस तालको उत्पत्ति हुनु पूर्व यहाँ 12 घर थियो भन्ने भनाइ छ र तालको उत्पत्तिसँगै ती घरहरू त्यहीँ डुबेको भन्ने भनाइसँगै केही समय पश्चातसम्म यस तालमा यो पानीभित्र ती घरहरूका खम्बाहरू देखिने गर्थे भन्ने बुढापाकाका भनाइहरू छ। यस तालको पानी जमिनभित्रबाट निकास हुने गर्छ। यहाँको अचम्म लाग्ने कुरा विश्वमा नपाइने रातो माछा पाइन्छ। ती राता माछाहरू दौडिएका र पौडिएका हेर्न एकदमै रमाइलो र आनन्द लाग्ने गर्छ। दर्शकबिन, यहाँ मेला पनि लाग्ने गर्छ। हरिबोधिनी एकादशीको अर्थात् ठुलो एकादशीको दिन यहाँ मेला लाग्ने गर्छ। टाढा टाढाबाट श्रद्धालु भक्तजनहरू आउने गर्नुहुन्छ र यहाँनेरि परेवा उडाउने अर्थात् भाकल गरेको अर्थात् आफ्नो मनोकामना पुरा भए पश्चात परेवा उडाउने किंवदन्ती पनि रहेको छ। धेरै टाढा टाढाबाट भक्तजनहरू आउनुहुने र साथै धामी झाँक्रीहरूको उपस्थित हुने र हरिबोधिनी एकादशी अर्थात् ठुलो एकादशीको दिन अघिल्लो दिन र रात गरी मेला लाग्ने गर्छ। दर्शकबिन, एकदमै टाढा टाढाबाट धेरै मानिसहरू आउने गर्नुहुन्छ र अरू कुनै विशेष दिनहरूमा पनि धेरैजना मानिसहरूको उपस्थित भएको पाइन्छ र लामो समयबाट यस बारापोखरी ताललाई संरक्षण र सर्वधन गरी पर्यटकीय स्थल बनाउनको निम्ति यस खोटाङ जिल्ला अर्थात् नेपाल सरकार लगायत गाउँपालिकाले निकै हदसम्म साथ सपोर्ट गर्दै आउनुभएको छ। यसप्रति हामी सबै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। त्यसैगरी अझै उच्च सफलताका लागि कामना गर्दै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ भिडियो।